शान्ति रहेछ दम ल गाइस यहाँ चाहिँ खतरा लाइटनिङ रहेछ अनि राम्रो रहेछ कलरफुल लाइटनिङहरू छ हेलो गाइस आज चाहिँ हामी पशुपतिनाथ आछौँ अनि भोलि चाहिँ शिवरात्रि हो नि त त्यही भएर हामी त्यो गर्नलाई हेर्नलाई कतिको डेकोरेसन गर्छ भनेर हेर्नलाई चाहिँ हामी आएँ पशुपतिनाथ अहिले चाहिँ कन्सर्ट चल्दैछ शिवरात्रिको मैले त्यतिखेर मैले बिहान पनि देखेको थिएँ अब आज भजन चल्दैछ अनि त्यसपछि हामी आयौँ अब हजुरहरूले लास्टसम्म हेरिदिन्छु अनि लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सिन्छ ल मामा भोलि शिवरात्रि भएर आज चाहिँ धेरै भिड छ यहाँनिर अनि त्यसपछि भजनको लागि हो त्यहाँनिर स्टेज पनि तयार भएको छ भजन चलिरहेको छ अनि यहाँनिर चाहिँ भिडै भिड छ मान्छेहरूको अब भोलि शिवरात्रि हो भोलि त झनै कति भिड होला पोहोरको शिवरात्रिको दिन आएको त म त च्याप्पेर कहाँ पुगेको थिएँ अनि अब चाहिँ हामी हिँड्दैछौँ अनि यहाँ देख्न सक्नुहुन्छ भिडहरू पूजा हुँदैछ आगो बालेर ताप्न जान मन लागिरहेको जाडोमा अनि यतानिर चाहिँ शिवहरू चाहिँ बनेर बसिरहेको छ जोगीहरू मजाको छ ए जोगीहरूको सुत्ने ठाउँ रहेछ अनि हामी चाहिँ अहिले पशुपतिमै हिँडिरहेछौँ यहाँभित्र चाहिँ के भइरहेको रहेछ एकजना माता हुसिँदो रहेछ त्यहाँनिर दुर्गा माता कि जय यहाँभित्र चाहिँ के रहेछ यहाँ चाहिँ जुत्ता चप्पल राख्ने रहेछ खै होला ओके यहाँ चाहिँ अहिले चाहिँ माथि र तल भइरह माथि जाउँ न माथिबाट जाउँ न उता हर हर महादेव भन्दैछन् मान्छेहरू हामी चाहिँ अहिले जाँदैछौँ डाँडातिर जाने भने होइन ए उताबाट जाने उता पनि भिड छ गाइसहरू भिड
गाइजहरू भोलि शिवरात्रिको लागि पशुपति रेडी हुँदैछ। पशुपतिनाथ हेर्छु यस्तो खतरा देखिरहेछ। हामी चाहिँ माथि आछौँ पशुपति माथि, त्यही भएर हामी सबै पशुपति मन्दिर हेर्छु। गाइस यहाँ चाहिँ खतरा लाइटनिङ रहेछ अनि राम्रो रहेछ। कलरफुल लाइटनिङहरू छ माथितिर, खतरा छ खतरा। उतै रोकी यता चाहिँ खतरा छ है गाइजहरू। अब हामी भित्र जाँदैछौँ। यहाँ पनि खतरा डेकोरेसन गरेर रहेछ भर्याङमा। अब हामी चाहिँ भित्रतिर गइरहेछौँ। यहाँ चाहिँ राम्रोसँग फुलले डेकोरेसन गरेछ लामो फुलले भोलिको लागि। ओ यहाँनिर उता पोलमा पनि लाइटनिङ रहेछ। गाइजहरू यहाँ चाहिँ यस्तो भजन भइरहेछ। यत्रो ठुलो स्टेज बनाएर रहेछन्। अहिले भजन हुँदैछ होइन। अघि नैदेखि त्यो लाइटिङ आएको चाहिँ यही भजन बढै हो। हेर्दै हेर्नु यहाँनिर के भन्छ स्टेज रहेछ अनि आरती भइरहेछ। उता पशुपतिभित्र हुने आरती यही भइरहेछ। अहिले आज चाहिँ ठुलो स्टेज बना। यो चाहिँ एक्सट्रिम त्यो मैले अघि नै देखेको बोर्डको रहेछ।
गाइजहरू हजुरहरूले यति भ्लग हेरिदिनु भयो अब लाइक सब्सक्राइब सेयर गरिदिनु नबिर्सिदिनु होला बाई बाई गाइजहरू अब हाम्रो भिडियोलाई सपोर्ट गरिदिनु लाइक सब्सक्राइब सेयर गरिदिनु ल बाई